नमस्कार। आज हामी नेपालको कानूनका केही महत्त्वपूर्ण पाटाहरूमा अलिक गहिरिएर हेर्दैछौँ। हजुर, खास गरी नागरिकका मौलिक हकहरूमा केन्द्रित रहेर, होइन त? हो, ठ्याक्कै। हामीसँग केही कानुनी दस्तावेजका अंश छन्। हाम्रो कोसिस चाहिँ के हो भने यी व्यवस्थाहरूले व्यक्तिको जीवन, स्वतन्त्रता, समानता अनि न्याय कसरी सुनिश्चित गर्न खोज्छन् भनेर सरल भाषामा बुझ्ने। अनि सुरुवातमै एउटा निकै भनौँ न जोडदार व्यवस्थाबाट कुरा थालौँ न त। हुन्छ, त्यो के हो भने? प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछले अनि मृत्युदण्ड दिने गरी कानून बनाइने छैन। साँच्चै यो त निकै बलियो कुरा हो। मतलब जीवनको अधिकारको आधार नै भयो नि यो त। हो नि, एकदमै आधारभूत। यो जीवनप्रतिको सम्मान र आधुनिक मानवाधिकारको मान्यता अनुरूप पनि छ। साँच्चीकै यो एउटा बलियो सुरुवात हो। अब स्वतन्त्रताको हकको कुरा गरौँ। यसको दायरा त कति फराकिलो छ है? विचार, अभिव्यक्ति, भेला हुने, शान्तिपूर्वक भेलाउने, राजनीतिक दल खोल्ने, सङ्घ संस्था खोल्ने, अनि नेपालभरि जहाँसुकै आवत जावत गर्ने, बस्ने, अनि आफ्नो रोजाइको पेसा, रोजगार, उद्योग, व्यापार गर्ने स्वतन्त्रता पनि कति धेरै। हजुर, यी नागरिक र राजनीतिक स्वतन्त्रताका आधार स्तम्भ नै हुन्। तर यहाँ एउटा कुरा चाहिँ ख्याल गर्नुपर्छ। के कुरा? यी अधिकारहरू भनेको पुरै असीमित चाहिँ छैनन्। कसरी? मतलब केही सीमाहरू छन्। हो, स्रोतले नै प्रस्ट्याउँछ नि। देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, सार्वजनिक शान्ति, नैतिकता वा विभिन्न जात-जाति सम्प्रदाय बीचको सुसम्बन्धमा खलल पार्ने जस्ता त्यस्ता निश्चित अवस्थाहरूमा चाहिँ कानूनले मनासिब प्रतिबन्ध लगाउन सक्छ। मनासिब प्रतिबन्ध। यसले स्वतन्त्रता र जिम्मेवारी बीच एक किसिमको सन्तुलन खोजेको जस्तो देखियो, होइन त? हो, एकदम। स्वतन्त्रता प्रयोग गर्दा अरूको अधिकार वा राष्ट्रिय हितमा असर नपरोस् भन्ने सोच हो। ठिक हो। अब यही सिद्धान्त समानताको हकमा कसरी लागू हुन्छ त? कानूनको नजरमा सबै बराबर, कसैलाई भेदभाव नगरिने भन्ने त भयो। एकदम। धर्म, वर्ण, जात, जाति, लिङ्ग, उत्पत्ति, भाषा वा वैचारिक आस्था यस्तो कुनै पनि आधारमा भेदभाव गर्न पाइँदैन। तर फेरि कानूनले नै विशेष व्यवस्था गर्न सक्ने कुरा पनि छ नि। त्यो अलि बुझाइदिनुस् न। त्यो महत्त्वपूर्ण छ। समानताको मतलब सबैलाई एकैनासको व्यवहार गर्नु मात्रै होइन। कहिलेकाहीँ वास्तविक समानता ल्याउन फरक व्यवहार गर्नुपर्ने हुन्छ। यसलाई सकारात्मक विभेद वा विशेष व्यवस्था भनिन्छ। सकारात्मक विभेद कसका लागि हो यो चाहिँ? यो भनेको ऐतिहासिक वा सामाजिक कारणले पछाडि परेका वा पारिएका समुदायहरू जस्तै महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम अनि उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, किसान, श्रमिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति अनि आर्थिक रूपले विपन्न खस आर्य समेतलाई राज्यको विकास र अवसरको मूलधारमा ल्याउन कानूनले विशेष व्यवस्था गर्न सक्छ। भनेपछि लक्ष्य चाहिँ वास्तविक समानता हासिल गर्नु रहेछ, खाली कागजमा मात्रै होइन। हो, ठ्याक्कै। व्यवहारमै समानता ल्याउने प्रयास हो। अनि त्यसमाथि समान कामका लागि लिङ्गको आधारमा तलब र सामाजिक सुरक्षामा भेदभाव गर्न नपाइने र बाबुआमाको सम्पत्तिमा छोराछोरीको समान हक हुने कुराले त लैङ्गिक समानतालाई झनै बल दिएको देखियो नि। निश्चित रूपमा यी व्यवस्थाहरूले परम्परागत त्यो विभेदकारी सोचलाई कानूनी रूपमै चुनौती दिएका छन्। ल, अब सञ्चारको हकलाई हेरौँ। प्रकाशन, प्रसारण वा छाप्नु अघि नै सामग्रीमा रोक लगाउन नपाइने यो पूर्व प्रतिबन्ध निषेध भन्छन् नि। हजुर, पूर्व प्रतिबन्ध। यसले वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई थप मजबुत बनाउँछ, मिडियालाई स्वतन्त्र रूपमा काम गर्न दिन्छ। तर फेरि यहाँ पनि उही कुरा आयो जस्तो छ, राष्ट्रिय सुरक्षा, सार्वजनिक सुव्यवस्था, नैतिकता जस्ता आधारमा केही बन्देजहरू लगाउन सकिने होइन त? हो, फेरि त्यही सन्तुलनको कुरा आयो। स्वतन्त्रता सधैँ केही सीमाहरूभित्रै रहन्छ, त्यो पनि लोकतन्त्रमा। अधिकार र कर्तव्य, स्वतन्त्रता र सीमा सँगसँगै आउँछन्। ठिक हो। अब न्याय सम्बन्धी हकहरूतिर लागौँ। यो त नागरिक सुरक्षाका लागि एकदमै महत्त्वपूर्ण छ। जस्तो पक्राउ पर्दा के कस्ता अधिकार हुन्छन् त? यो एकदम जान्नुपर्ने कुरा हो।
कसैलाई पक्राउ गरियो भने पक्राउ पर्नासाथ त्यसको कारण थाहा पाउने अधिकार हुन्छ। कारण भन्नु पर्यो। हो, अनि पक्राउ परेको व्यक्तिले आफ्नो रोजाइको वकिलसँग सल्लाह गर्न पाउँछ, त्यो पनि पक्राउ परेको समयदेखि नै। अनि थुनामा राख्ने नि? पक्राउ परेको 24 घण्टाभित्र न्यायिक निकायमा उपस्थित गराउनुपर्छ, बाटोको समय बाहेक। अनि बयान लिने क्रममा नि? कसैलाई पनि आफ्नै विरुद्ध साक्षी हुन मतलब बयान दिन कर लगाउन पाइँदैन। अनि सबैलाई स्वतन्त्र, निष्पक्ष र सक्षम अदालतबाट स्वच्छ सुनवाईको हक हुन्छ। अनि त्यो निशुल्क कानुनी सहायताको कुरा नि? हजुर, त्यो पनि महत्त्वपूर्ण छ। आर्थिक रूपले कमजोर व्यक्तिले कानुन बमोजिम निशुल्क कानुनी सहायता पाउने हक हुन्छ। यसले गर्दा पैसा नभएकै कारणले न्यायबाट वञ्चित हुन नपरोस् भन्ने हो। हो नि, न्यायमा पहुँच बढाउन यसले कति मद्दत गर्छ होला? एकदमै। यसैसँग जोडिएका अरू 2 महत्त्वपूर्ण हक छन्। एउटा यातना विरुद्धको हक, अर्को छुवाछुत तथा भेदभाव विरुद्धको हक। यातना विरुद्धको हक, त्यो भनेको? हिरासत वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिन पाइँदैन। अमानवीय वा अपमानजनक व्यवहार गर्न पनि पाइँदैन। यस्तो काम कानुनले दण्डनीय बनाएको छ र पीडितले क्षतिपूर्ति पाउने हक पनि राख्छ। यो त मानव अधिकारको एकदमै मुख्य कुरा भयो। अनि छुवाछुत, यो त हाम्रो समाजको एउटा गहिरो समस्या हो। यसलाई कानुनले कसरी हेर्छ? कानुन यसमा धेरै स्पष्ट छ। उत्पत्ति, जात-जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि प्रकारको छुवाछुत वा भेदभाव गर्नु गम्भीर सामाजिक अपराध हो। अपराध नै मानेको छ? हजुर, गम्भीर सामाजिक अपराध। यस्तो कार्य गर्नेलाई कानुन बमोजिम कडा सजाय हुन्छ अनि पीडितले क्षतिपूर्ति पनि पाउँछ। यसले सामाजिक न्यायप्रतिको राज्यको प्रतिबद्धता देखाउँछ। हो, समग्रमा हेर्दा त यी कानुनी अंशहरूले नेपालमा नागरिकका लागि सम्मान, स्वतन्त्रता, समानता, न्याय र सामाजिक सुरक्षाका आधारभूत सिद्धान्तहरू स्थापित गर्न खोजेको प्रश्न देखिन्छ। हो, मृत्युदण्ड निषेधदेखि लिएर छुवाछुतलाई अपराध मान्नेसम्मका व्यवस्थाहरू आफैमा महत्त्वपूर्ण छन्। यिनले एउटा बलियो कानुनी आधार दिएका छन्, नागरिक अधिकारको जग बसालेका छन् भनौँ न। निश्चय पनि। कानुनले त धेरै राम्रा कुरा भनेको छ, तर एउटा प्रश्न मनमा आइरहन्छ के प्रश्न? कानुनका किताबमा यी हकहरू सुनिश्चित हुनु एउटा कुरा भयो, तर समाजको हरेक तह र तबकाका व्यक्तिले वास्तविक जीवनमा यिनको पूर्ण र समान रूपमा अनुभव गर्न पाउनु अर्को कुरा हो नि। यो बीचको खाड्डो कसरी पुर्ने होला? यो गम्भीर प्रश्न हो नि। कानुनी पत्याभूतिलाई सामाजिक यथार्थमा बदल्न अझ के गर्न सकिएला? यो सायद हामी सबैले सोच्नुपर्ने विषय हो।